त्यहाँ पादियो कि त्यो बहिनीले चाहिँ कुर्ता च्यातियो कि भनौँ भने एउटा फुटेर गतिले आयो मरि के आयो है माछा खाजा सेको यो चाहिँ जति दामी भयो नि तिमी दामी छैनौ के नि हेरौँ धुलो हेर्नुहोस् धुलो इङ्ग्लिस नबनाउनु भनेको इङ्ग्लिस न छ आमामा तपाईँहरू आउनु होला स्वर्ग के हाई गाइज कता नि त अनि हामी चाहिँ आज चाहिँ रूपाताल जाँदैछौँ है भन्न start this vlog in English because we are going to speak English in this whole day. English? Yes. I can't speak English, so don't judge me, okay guys? Whoever speak Nepali more, that one will pay the bill of today, okay? You understand? Maybe. No maybe. Yes, that's for sure guys. Enjoy the vlog, okay? कपालले कस्तो भयो त्यो के गरेको यो हुँदै भएन कि ल साथीहरू यसको त यस्तै आफू त सिम्पल डिम्पल पर्यो We are waiting for our bus. Yes. No going. We have to go to in another bus from here Rupatal bus. Okay, no Meghnastal. And also we thank you. हामी चाहिँ बस नपाएर अब ट्याक्सीमा जाने बानी यता इङ्ग्लिस नबनाउनु भनेको इङ्ग्लिस नआउनु नि हामी यहाँ बक्दैन बोल्नु ट्याक्सीमा जाँदा मिलाइदिनु भन्नु गाइज हामी चाहिँ ब्लग हाल्छौँ है सब्सक्राइब गर्नु पऱ्यो हाम्रो च्यानललाई हामी चाहिँ खाजा नखाइ आउनु भयो किनभने यहीँ गयो यहीँ हाम्रो ट्याक्सी भाडामा हाम्रोसँग बजेट गइसक्यो गाइज होइन खाने ल साथीहरू हाम्रो त जाने ठाउँ पनि चेन्ज भइसक्यो त है नजिकको न भइसक्यो रूपाताल चाहिँ अब कता है अर्कोचोटि अब नेक्स्ट टाइम साथीहरू नेक्स्ट टाइम अगाडि एउटा पछाडि एउटा भन्छ धुलो हेर्नुहोस् धुलो पछाडि त केही देखेकै छैन बाटै देखेको छैन यस्तो सक्यो है अन्त वे हो कि आज नाकु यतापट्टि चाहिँ रूपाताल रहेछ है हेर्नु होला अब देखेकै छैन अघि देखेको बनाउने बिर्सिन्छ हो क्या हामी चाहिँ अब माझी कुरा चाल्लाको रूपाताल चाहिँ होइन अब कहिलेकाहीँ गयौँ भने देखाउँला नि हामी चाहिँ फाइनली पुग्यौँ है भ्यू चाहिँ यस्तो राम्रो छ अब भित्र पनि हेर्छु कस्तो रहेछ अनि हामी चाहिँ अब यिनीहरूले भ्लग स्टार्टिङ गर्दा त पुरै इङ्ग्लिस पनि भन्दै थियो त अहिले के भयो यिनीहरूलाई भन्दा नभन्नु होला है नेपाली बरियो नेपाली बरियो हेर्नु न त भ्यू चाहिँ फेरि आमामा यस्तो पिस दिने खालको है राम्रो छ भ्यू त जति दामी भयो नि तिमी दामी छैनौ के नि त नि चाहिँ आयौँ कुनो चिन्दै चिनेनौँ कुनमा जाने भनेर आएको थाहा नै भएन होइन यही होला सायद कुन यही राम्रो छ के अरे हेर्दा यस्तो कता हो यो त होइन जस्तो लाग्यो मलाई त भ्यू हेर्नुहोस् न भ्यू अझै यहाँ बस्ने रहेछ कि यस्तो राम्रो छ आमामा तपाईँहरू आउनु होला के अरे नाम सनसेट के थियो भ्यू हेर्नु न फाटा मोबाइल फालिदिने कि कस्तो राम्रो भ्यू छ हामी चाहिँ यहाँबाट लिँदैछौँ एकदम खतरा माछा छ कि देखिन्छ कि देखिन माछा त खै थाहा भएन हामी चाहिँ यो तालको बिचमा बसेर बनाउँदैछौँ म त कस्तो ड्रिमी लाग्यो यो कुरा त म त सोचेको थिएँ हामी त रूपाताल जाने भन्ने थियौँ तर त्यो दाइले चाहिँ राम्रै गरिदिनु भयो हामीलाई यो ठाउँमा कस्तो टल्का कि सरी अलिकति काल देखेर मलाई चाहिँ हामीबाट भएन होइन मबाट त हुन्थ्यो यसले सक्दिनँ भनेर मैले छोडिदिएँ साथीहरू इट्स ओके तर एकचोटि हेर्नुहोस् प्लिज लुक एट दिस भ्यू गाइस स्वर्ग के साँच्ची यार म त सोचेको थिइनँ यस्तो होला भनेर अनि हामी यसरी बसिरहेका छौँ ढुङ्गामा बसेर है मोबाइल फाल्दिनँ अहिले खाँदाखेरि चाहिँ यसरी खाँदा चाहिँ यसरी हामी बनाउँछौँ है गाइस हेलो कस्तो अहिले कोल्ड ड्रिङ्क्स आइसक्यो हामी खाँदैछौँ म चाहिँ अलवेज फेन्टा लभर है गाइस म चाहिँ कोक लभर सबैजना कोक लभरै होला हामीले चाहिँ अरूलाई पालो दिइसक्यौँ त्यहाँ अनि गऱ्यौँ भरेर आइसक्यौँ खालि हप्पा नडर आउनुहोस् खालि हप्पा तेरो पहन सुरुको नहाली कहाँ छोटो त्यसमा भन न ब्युटिफुल ब्युटिफुल पनि दिइसकेको छु आयो है माछा खाजा सेट हो यो चाहिँ फिस भइहाल्यो यो फ्राई माछा अनि त्यसै सलाद भइहाल्यो यो चाहिँ पिनट छाँदेको यो पनि पिनट छाँदेकै हो यो चाहिँ फ्रेन्च फ्राई भइहाल्यो
पापड अनि यो चटनी गाइस अब हामी इन्जोय गर्छौँ है त खाने चाहिँ म मात्रै हो यो ल हन्तकाली खानलाई है यहाँ त घाँस पनि डुवामा काटेर ल्याउनु हुँदो रहेछ नि त कति गाह्रो हो वहाँ वनबाट गएर डुवामा घाँस काटेर ल्याउनु हुँदो रहेछ गाइस ग्रिल फिस पनि लिएर आएको थियौँ अर्डर गरेको थियौँ साथीहरू अब त्यसलाई चाहिँ ओपन गर्न आउँथेन म भए गरिदिन्थेँ मै भिडियो गर्नु पऱ्यो नि त त्यो हातले ओपन गर्दैछ है हेर्नुहोस् है हेर्नुहोस् यसमा हड्डी हुन्छ होला धेरै है टेन म त अगाए जस्तो भइसक्यो म जलसम्म खाएन नि त ग्रिल फिस हामी चाहिँ फर्स्ट टाइम है साथीहरू फर्स्ट टाइम हो ल अब हामी चाहिँ खान्छौँ एभ्रिवान हामी फोटोसोटो खिचेर पिङमा खिच्छ उयो झन् लड्नु थियो त्यो दाइ त्यो दाइ क्या लड्नु त्यो याद झन् लड्ला थियो एउटा फोटो गति लाग्यो मरि के मेरो त मरि जाम है कति उसको एङ्गल मिलाइ खिचिदिएँ कि भगमा मान्छेले नि अब तिमी त लास्ट इयर रेजिङमा आइदिन्थ्यौ फोटो खिच्नु भनेर तपाईँहरू भन्नु होला कि कमेन्टमा गाइज मैले यसको थोपडा भन्दा राम्रो फोटो मैले निकाल्न सक्दिनँ कि थोडा यसको योभन्दा राम्रो निकाल्थ्यो कि गोरी कति राम्रो निकाल्थ्यो मेरो त आमा यताबाट हेऱ्यो कपडा खुम्चे यो कपडा यहाँ यसरी भइरह मतलब छैन राजकुमार मलाई मेरो राजा घो ढुङ्गामा आउँछ रे ढुङ्गामा मलाई लान्छ रे पारीको बेङ्गास्थल पुऱ्याउँछ रे रुपाताल पुऱ्याउँछ यताबाट होइन पारीको बेङ्गास्थल यो बेङ्गास्थल भयो हामी पारी जानुपर्ने नि त ए 300 रुपियाँ 500 रुपियाँ लाग्छ बरु यही राजसित जान्छ ए त्यसो ढुङ्गामा गएर बस्ने हो त नि ढुङ्गा इम्पोर्टेन्ट रहेछ है यहाँ मेरो भिडियो बनाउँछ भन्नु मार्ला भाइरल भयो होला नि त्यही खियाउनीले ड्याङ ड्याङ टाउको हालेर इमेजिन गरेँ मैले त हानेको नि बसबारी टिकटिक बनाउँदा नाम टिका बनाउँछौँ यहाँ त अर्को पनि ठाउँ रहेछ हामीले नदेखेछौँ कि रुखमा हेर्नु न उहाँ माथि रुख रहेछ खतरा रहेछ कि माथि ठाउँ त एकदम राम्रो छ उता नि रिसोर्ट रहेछ के हो त नि त्यस्तो उता नि रहेछ हेर त होला तर राम्रो हटी चाहिँ म चाहिँ यहाँ माथि जान्छु होइन मेरो चाहिँ कुर्ता च्यातियो कि भनौँ भने के भन कुर्ता च्यातियो कसले च्यातिएको भन्दाखेरि यसले च्यातियो कि कसरी कसरी हात हालिहाली च्यातियो मलाई यस्तो भयो म डिप्रेसनमा गएको मान्छे अहिले भएर निक्लेको हो कि गर्दा नि बेला भनेर साथीहरू होइन यार त्यो पखेटाले त्यो पिङ खेल्दाखेरि च्यातिएको यस्तो 3700 छ ल हुन्छ आइज त्यहाँ पादे कि त्यो बहिनीले पादु बहिनी हो क्या रुखमा चढ्यो खानेकुरा होइन त्यो हेऱ्यो होइन सिसाउको पात ए ल हठात भाइ एभ्रिवान हाम्रो ब्लग कस्तो लाग्छ भनिदिनु होला कमेन्ट गरिदिनु होला अर्को ब्लग पनि माग गरिदिनु होला बाई